कोशी प्रदेशको 5औं तह न्याय सेवामा आधारित केही MCQ प्रश्नपत्रहरू छन्। म सुरुवात गर्न चाहन्छु। प्रश्न नम्बर 1 मा रहेको छ नेपालको संविधान 2072 अनुसार प्रदेशको न्यायिक अधिकार सञ्चालन गर्ने प्रमुख अदालत कुन हो? यसको सही उत्तर रहेको छ अप्सन ख उच्च अदालत। प्रश्न नम्बर 2 कोशी प्रदेश उच्च अदालतको मुख्य कार्यालय कहाँ अवस्थित छ? यसका अप्सनहरू छन् क धनकुटा, ख विराटनगर, ग इटरी, घ झापा। यसको सही उत्तर रहेको छ ख विराटनगर। प्रश्न नम्बर 3 नेपालमा प्रदेश प्रमुख नियुक्ति गर्ने संवैधानिक धारा कुन हो? नेपालको संविधान अनुसार भनेको यसको अप्सन रहेको छ क धारा 163, ख 165, ग 162, घ 164। यसको सही उत्तर रहेको छ धारा 164। प्रश्न नम्बर 4 प्रदेश सभाले प्रदेशको नाम र राजधानी तोक्न कुन बहुमत आवश्यक हुन्छ? क साधारण बहुमत, ख 2/3 बहुमत, ग 51% मत र घ रहेको छ संविधान संशोधन। यसको सही उत्तर रहेको छ ख 2/3 बहुमत। प्रश्न नम्बर 5 रहेको छ नेपालको न्याय परिषदको अध्यक्ष को हुन्छन्? अप्सन क राष्ट्रपति, ख प्रधान न्यायाधीश, ग न्यायाधीश, घ कानुन मन्त्री। यसको उत्तर चाहिँ कमेन्ट गर्नुहोला।